कमल पोखरी स्थित बिग मुभिजमा चलचित्र नाममोतीको अत्यन्तै भव्य प्रिमियर सो सम्पन्न भएको छ र प्रिमियर सो पछि चाहिँ यतिखेर चलचित्र नाममोतीका कलाकारहरू मसँग हुनुहुन्छ। यहाँ सबैजनालाई स्वागत छ। धन्यवाद। ल धेरै धेरै बधाई छ। सबैभन्दा पहिला नाममोतीका कलाकारहरूको अत्यन्तै जोरदार अभिनय हामीले देख्न पायौँ। यहाँहरूलाई नाममोती टिम र यहाँहरूलाई एकदम सोमा सबैभन्दा पहिला धेरै धेरै बधाई छ। हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ। नमस्कार। ओके, अब हाम्रो पूर्ण सरबाटै जाउँ होला। जस्तो यो चलचित्र नाममोती आज चलचित्र दर्शकहरूसँगै बसेर हेर्नुभयो, समग्रमा आफूलाई कस्तो लाग्यो त तपाईँलाई? एकदमै रमाइलो। अब हामी उता हिरोनी हाम्रो एक्ट्रेसहरू नयाँ हुनुहुन्थ्यो, मेरो पनि डेब्यू, अनि यता टिआर दाइ पनि अब कसो हो तपाईँको चाहिँ सेकेन्ड होला, तर रिलिज भएको छैन होला होइन। त्यो हिसाबले अनि काठमाडौँको सोमा यतिको मान्छे आइदिनु हुन्छ भनेर मैले त्यति राम्रो सोचेको थिइनँ, तर राम्रो छ है, एकदमै खुसी लाग्यो। उत्साहित हुनुहुन्छ। तपाईँको फिल्म त डेब्यू फिल्म नै होला सम्भवतः यो होइन है? ओके, समग्रमा कस्तो हुँदो रहेछ? जस्तै नेपाली अरू जस्तो म्युजिक भिडियोहरू त अब निरन्तर पहिलादेखि गर्दै आउनु भएकै हो, तर चलचित्रको ठुलो पर्दाकोमा चाहिँ आफूलाई देख्न पाउँदा चाहिँ कस्तो हुँदो रहेछ? होइन, एकदमै खुसी हुँदो रहेछ। एउटा कलाकारलाई अब ठुलो पर्दामा देखिनु त एउटा सपना नै हुन्छ होइन, र त्यो सपना आज थोर बहुत पुरा भएको चाहिँ एकदम खुसी लाग्दो रहेछ। अब अरू म्युजिक भिडियोहरू गरिराखे पनि फिल्मको चाहिँ अब त्यही ठुलो क्यानभास हुने होइन, अनि त्यो टिमको बोन्डिङ अनि अब रिलेसन अनि यो धेरै मासमा पुग्छ नि त। आज दुईवटा हल भरिएको थियो हाम्रो, अनि एकदम खुसी उत्साहित हुनुहुन्छ, खुसी हुनुहुन्छ है? राम्रो लाग्यो। ल धन्यवाद। ल टिआर सर, अब यो चलचित्रको एक हिसाबले एउटा मुख्य भूमिकामा हुनुहुन्छ। टिआर सरको योभन्दा अगाडि अरू अन्य सानोतिनो भूमिका अन्य थुप्रै फिल्महरूमा देखिराखेको हो हाम्रो, विशेषतः अब मौलिक चलचित्रहरूमा, तर एउटा एक हिसाबले एउटा तपाईँको लिड रोलमै तपाईँ आउनु भएको छ। कस्तो महसुस भयो आफ्नै चलचित्र हेर्दा दर्शकहरूसँगै बसेर हेर्दाखेरि? सर्वप्रथम राजेन्द्र सरलाई धन्यवाद छ, जो यहाँले एउटा अवसर दिनुभयो। यो पनि एउटा अवसर हो है, र महसुस यहाँले सोध्नु भएको छ। वास्तवमा नेपाली चलचित्र क्षेत्रमा अब हाम्रो पूर्वीय क्षेत्रको पूर्वको समुदायको ग्रामीण जनजीवनका कथावस्तुहरू वास्तवमा नेपाली चलचित्रमा अलिक कमै मात्रै देखिन्छन्, र यो चलचित्र नाममोतीमा चाहिँ पूर्वको बिल्कुलै सुदूरपूर्वको ग्रामीण भेगको जनजीवनको कथावस्तुलाई प्रस्तुत गरिएको छ चलचित्र मार्फत होइन। र हिजो हामीले 81 सालको कार्तिक महिनाभरि तेह्रथुम जिल्लामा छायाङ्कन भएको चलचित्र हो, र यसमा मैले लगायत हामी 4 जनाले प्रमुख पात्रको भूमिका निर्वाह गरेको छौँ। त्यसमध्ये म पनि एकजना हो, र अरू फिल्महरूमा नि केही मैले काम चाहिँ गरेको छु। तथापि पनि नाममोतीको अनुभव चाहिँ अलिक फरक छ, र हामी चाहिँ अब हलिउड बलिउड भन्दा पनि हाम्रै समुदायमा के घटना घट्छ होइन, हाम्रै जनजीवनमा के कुराहरू बितिरहेछ त्यही कुरालाई जस्तो छ त्यस्तो चाहिँ यसलाई प्रस्तुत गर्ने एउटा अवसर प्राप्त गरियो। सर्वप्रथम म नाङजङडुङ फिल्म्स प्राली र निर्देशक दिलीप फुरुम्बोज्यूलाई र अनि निर्माताज्यूहरूलाई धन्यवाद दिन चाहन्छु त्यो अवसरको लागि होइन। त्यो अवसरको कारणले हामी आज यहाँ छौँ है। अर्को कुरा भनेको जुन महसुसको कुरा त आज जेठ महिनाको 31 गते काठमाडौँकै टप 5 मध्येको एउटा चाहिँ राम्रो हल बिग मुभिजमा आज रिलिज भयो। दुईवटा हलहरू झन्डै 650 को सङ्ख्यामा भरिएको थियो होइन, सिट भयो। अनि दर्शकज्यूहरूसँग भगवान रूपी दर्शकज्यूहरूसँग चाहिँ सँगै बसेर फिल्म हेर्ने अवसर मौका पनि पाइयो, र उहाँहरूको त्यो उत्साहजनक एउटा सहभागिताले र उहाँको एउटा चाहिँ उत्साहजनक र ऊर्जाजन्य प्रतिक्रियाले चाहिँ यो क्षेत्रमा अझै एउटा उत्साह र ऊर्जा थपिएको छ, अझै केही गरौँ भन्ने भएको छ। र म के लाग्छ भने सम्पूर्ण यो चाहिँ जति पनि उपस्थित भएर आज साथ दिनुभयो, उहाँहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ, उहाँहरू सबैलाई मनैबाट हृदयबाट मस्तिष्कबाट म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र नाममोती चलचित्र निर्माता निर्देशक अन्य सहकर्मी कलाकारज्यूहरूलाई पनि धन्यवाद दिन चाहन्छु। राजु हस्, सञ्चालक धन्यवाद छ। नाममोती अब कथा त तपाईँको त अलिक दुखान्त कथा रहेछ नि त। जिउँदो मान्छे जाँदाखेरि त कस्तो हुँदो रहेछ त? कस्तो महसुस हुँदो रहेछ आफैलाई थाहा कि त्यो बेला त्यो जुन मोडमा साँच्चीकै चितामै सुत्नु पर्दा कस्तो फिलिङ्स हुँदो रहेछ? मलाई चाहिँ एकदम डर लागेको थियो क्या, कन्ट्रोलै गर्न सकेको थिइनँ। अब के गरौँ भएको थियो। म त त्यतिखेर त्यो उयसमा राख्दाखेरि क्या
पुरै कामिरहेको थिएँ यता थाहा छ रुइरहेको थिएँ म आफै बिमारी नै भयो क्या लगभग म है त्यो दिन मैले सुटिङै गर्न सकिनँ हजुर एकदम डर लागेर धेरै डराएरै होला हजुर एकदम गाह्रो भएको थियो त्यो गर्न चाहिँ त्यो क्षण चाहिँ हैन ओके अब हाङमा थिए तपाईँको यो पहिलो पनि तपाईँको पनि डेब्यु फिल्म होला हैन अन्य भिडियोहरू त गरिरहनु भएको थियो हजुर पालमहरू छ अनि पूर्वेली गानाहरू छ म गर्नुभएको थिएँ हजुर अब समग्रमा आफ्नो अनुभव चाहिँ कस्तो पाउनुभयो पहिलो आफ्नो डेब्यु फिल्म त्यो पनि ठुलो पर्दामा धेरै दर्शकहरूसँग बसेर सँगै हेर्दा अनि आफ्नै फिल्म पर्दामा आफैले हेर्दाखेरि चाहिँ कस्तो महसुस हुँदो रहेछ सबभन्दा सुरुमा त के भन्नु भने सुरुमा त लाज लाग्यो मलाई है अब यत्रो धेरै दर्शकसँग बसेर हेर्नु पाउँदा खुसी नै छु म अब बच्चादेखिको सपना थियो एउटा यसरी ठुलो पर्दामा काम गरेर आउने अनि बाबा मम्मीको फुल सपोर्ट छ अनि सर्वप्रथम त म हाम्रो दिलीप अङ्कललाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु यो ठुलो स्क्रिनमा काम गर्न अवसर दिनुभएकोमा र मेरो मम्मी बाबालाई पनि एकदम धेरै धेरै सम्झाएको छु यहाँबाट नै हृदयदेखि नै धेरै धेरै माया तपाईँहरूलाई ओके हुन्छ ल धन्यवाद छ यहाँलाई पनि रुबिना श्रेष्ठ है तपाईँ रुबिना श्रेष्ठ तर रूपा जबीको लिम्बू भनेर तपाईँ आउनुभयो होइन त्यो समुदायमा जस्तै तपाईँको पनि सम्म त पहिलो होला हो कि के छ हो यो एउटा श्रेष्ठ समुदायको मान्छे जस्तै नेवार समुदायको मान्छे चाहिँ लिम्बू समुदायको अथवा त्यो कल्चरमा भिजेर त्यो संस्कृतिमा आधारित चलचित्रमा काम गर्न पाउँदाखेरि चाहिँ यहाँलाई चाहिँ कस्तो लाग्यो एकदमै रमाइलो लाग्यो लिम्बू कल्चर मलाई पहिल्यैदेखि पनि अर्नामेन्ट्सहरू ड्रेसअपहरू पनि एकदम राम्रो लाग्थ्यो र त्यही ड्रेसहरू लगाएर त्यही अर्नामेन्ट्सहरू लगाएर त्यो मुभी गर्नु पाउँदा एकदम रमाइलो भयो राम्रो लाग्यो है ओके तर तपाईँको पनि एकदमै दमदार राम्रो अभिनय देखिएको छ एकदम परिपक्व कुनै प्रकारको नयाँ जस्तो अथवा पहिलो जस्तो त्यस्तो खालको देखिएको छ है हो हजुर ओके ल अब टिआर सर अब यहाँ त सञ्चारकर्ममा लामो समयदेखि हुनुभएको छ गर्दै आउनु भएको छ सञ्चार क्षेत्रमै हुनुहुन्छ तथापि कलाकारितालाई पनि अझ निरन्तर रूपमा तपाईँ गर्दै आउनु भएको छ त्यो पनि विशेष गरी मफसलमै रहेर अब यो हिसाबले हेर्दाखेरि एक हिसाबले एउटा बहुप्रतिभावानको रूपमा टिआर सेन्याङको उदय भइरहेको छ एक हिसाबले हेर्दाखेरि त अब दोस्रो दयाङ हो कि भन्ने खालको पनि एक हिसाबको होइन त्यो टाइपबाट त्यो क्षमताका साथमा आउँदै हुनुहुन्छ के छ योजना सर अब बाँकी दिन फेरि निरन्तरता अब चलचित्रहरूमा दिने नदिने के छ सर यहाँले लिस्न चढाइदिनु हो लिस्न चढेपछि चढ्न अझै सजिलो हुन्छ राजेन्द्र सर होइन म वास्तवमा मेरो फिल्ड भनेको पत्रकारिता नै हो म अहिले पनि म धेरैवटा मिडियामा होइन आबद्ध छु र पदीय हिसाबले पनि पत्रकार महासङ्घ तीर्थको अध्यक्ष पनि छु त्यो मेरो जिम्मेवारी पनि छ र अर्को कुरो मिडियामा काम गर्ने छँदैछ मेरो त्यो चलि नै रहन्छ होइन लगभग 15-16 वर्षदेखि म निरन्तर छु अब त्यो मेरो पेसा भयो त्यो त छोड्ने कुरै भएन होइन त्यहाँ निरन्तरता मेरो रहन्छ नै र यो फिल्मी कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ सौकको विषय हो म कहिलेकाहीँ म्युजिक भिडियोमा अनि कहिले चाहिँ फिल्महरूमा चाहिँ छासो छुस देखा परिरहने मान्छे र मलाई चाहिँ अब के लाग्छ भने एउटा आफूमा भएका केही कला प्रतिभा यदि छन् भने प्रयास गरौँ भन्ने हो होइन मसँग के कति छ मैले चाहिँ आफूले व्यक्त गर्न सक्दिनँ देखाए तापनि त्यसको मापन गर्न म सक्दिनँ आम चाहिँ एउटा दर्शक ज्यूहरूले नै हो होइन उहाँहरूले चाहिँ अब टिआर सेन्याङले कस्तो भूमिका रोल चाहिँ निर्वाह गर्न सक्दो रहेछ भनेर उहाँहरूले जज गर्ने हो होइन मैले मेरो तर्फबाट सक्दो दिने प्रयास गर्ने हो राम्रो होइन र मलाई के लागेको छ भने अब यहाँले भने जस्तो त्यो अब तुलना गर्नुपर्दा अब सुपरस्टारसँग तुलना नगरिदिनुहोस् लाज हुन्छ उहाँको लाइन फरक हो होइन उहाँ भनेको अब सुपरस्टार हो होइन हामी भनेको त एउटा सिकार हो नि त त्यो हिसाबले अब मलाई के लाग्छ भने सौकको विषय भएकोले सकेसम्म काम चाहिँ मेरो गरिरहने मेरो एउटा आफ्नो ध्येय छ र मेरो रुचि पनि एकदमै छ अवसरहरू आएमा टिआर सेन्याङले नाइ चाहिँ भन्दैन नछाड्ने हो नाइ भन्दैन गरिरहन्छ र त्यो अवसरको लागि म सम्पूर्णलाई हार्दिकताको साथ निवेदन पनि टक्राउन चाहन्छु अवसर मौका चाहिँ दिइरहनु होला होइन त्यसको लागि सदैव सदा सहायता यहाँले प्रस्तुत गर्नु होला मेरो तर्फबाट गर्नुपर्ने चाहिँ भूमिका निर्वाह गर्नुपर्ने भूमिका दिनुपर्ने समय
चाहिँ एकदम तयार छु र यहाँहरूले चाहिँ अब माया गरिदिनुहुन्छ भन्ने अपेक्षा पनि गरेको छु र अनुरोध पनि गर्न चाहन्छु। हजुर एकदम ल साह्रै राम्रो मिठो बोल्नुहुन्छ। अब त्यो त तपाईँको विषय छँदैछ, यहाँबाटै हामी धेरै कुरा सिक्छौँ। अब पूर्ण भाइको त एक हिसाबले एउटा राम्रो दमदार एउटा इन्ट्री, एउटा दमदार एउटा चाहिँ यो डेब्यू पनि लगभग साबित भएको मलाई चाहिँ आफैलाई आभास भएको छ। एकदम मन परिरहेको छ भाइको पहिलादेखि पनि अरू कुराहरूमा अरू त मैले हेरिराखेकै हो। अब भाइ अब यसपछि चाहिँ अझ अलिकति चाहिँ हाम्रो पूर्ण सामा लिम्बूको अब बाँकी चलचित्रमा पनि एउटा राम्रो सम्भावनाका साथमा देखिएको छ है आजबाट है। अब के छ त, अब बाँकी दिनहरूमा यो जुन पहिलो डेब्यू नै यस्तो एउटा एकदम राम्रो रहेको छ, बाँकी दिनहरूमा चाहिँ अब कसरी अगाडि बढ्ने, अब कस्तो खालको चाहिँ भाइ अब अझै राम्रो गर्न सक्थे भन्ने खालको त्यस्तो के छ त प्लानिङ? पहिलो कुरा त अब यो हाम्रो समुदाय विशेष फिल्म गर्नु पाउँदा एकदमै खुसी छु र एक खालको अब सक्सेस नै भनौँ न होइन। यसरी आइदिनु भयो, हामी सबै नयाँको हुँदा बावजुद पनि आइदिनु भयो। दिलीप दाईहरू हुनुहुन्छ होइन। अब आउने दिनहरू त त्यही हो, अब आज सबैजनाले राम्रो भनिदिनु भएको छ अनि हामीलाई खुसी लागेको छ, ऊर्जा मिलेको छ। अब आउने दिनहरूमा केही राम्रो अवसरहरू पाइन्छ होला भन्ने आशा पनि छ है। पाइहाल्यो भने त्यस ज्यान दिएर लागिन्छ है। रमाइलो छ। अब के छ अलिकति रमाइलो केही क्षणहरू सुनाउँ न त, जस्तै चलचित्र छायाङ्कनको सवालमा त्यो समयमा अब हुन त अब त्यत्तिकै पनि अब रमाइलै हो, कथा रमाइलै हुन्छ। पछि अब त्यो एउटा ग्रुमिङ टिम काम गराइ पकाइ रमाइलै हुन्छ। नाममोतीको केही अलिकति अविस्मरणीय क्षणहरू अथवा केही रमाइलो क्षणहरू केही सुनाउँ न त, केही छ भने के छ कोहीबाट? त्यस्तो अब मलाई लाग्छ सबै क्षणहरू रमाइला भए होइन। र अब कहिलेकाहीँ चाहिँ अब मलाई अलिकति कहाँ चाहिँ एकचोटि रमाइलो भन्दा नि अलिकति मलाई चाहिँ अप्ठ्यारो महसुस र अलिक दुःख लागेको चाहिँ के थियो भने अलिकति जस्तै हाङमाजी उहाँ नामोती हुनुहुन्छ, एउटा टेक चाहिँ निकै पटक लिनु पऱ्यो उहाँलाई होइन। एउटा टेक निकै पटक लिनु पऱ्यो, लिँदाखेरि अलिकति उहाँ पनि चाहिँ अब अलिक नर्भस हुनुभएको थियो। अब एउटा काम गर्दै लाँदाखेरि कतिपय अब चाहिँ काम चाहिँ छिटो भनेको टाइममा निस्किएन भने एउटा प्राविधिक टिमलाई नै हतारो हुन्छ नि त होइन। अनि अब उहाँलाई प्रेसर भयो डाइरेक्टरको तनाव होइन, अनि त्यो हिसाबले त्यो चाहिँ अलिकति लाग्यो। तथापि तर उहाँले एक्टिङ चाहिँ राम्रै गर्दै हुनुहुन्थ्यो तर पनि अब टेक चाहिँ धेरै एउटा ल त्यसो भए सुनिहालौँ न त हाङमाजीको कुन चाहिँ थियो त्यो। अब आज चलचित्र हामीले हेऱ्यौँ, कुन चाहिँ थियो त्यस्तो अलि बढी पटक टेक खानु परेको? जस्तै धेरै पटक टेक खानु परेको दौरा बोकेको बेला आउनु भएको थियो नि भोट माग्दै घरमा। हजुर हो त्यो सिनमा। त्यो सिनमा है। हजुर। जतिखेर आफ्नो पूर्व पति विजयी भए भोट माग्न आउँदै गर्दाखेरि आफ्नै आँगनमा टुप्लो नमस्कार गर्दाखेरि टक्क हेर्नु पर्ने रिएक्सन चाहिँ है त्यो साँच्चै त्यस्तो भयो भने चाहिँ कस्तो हुन्छ होला त त्यो बेला? साँच्चै भयो भने साँच्चै त नहोस्। यदि भयो भने भएपछि भनौँ ल। नहोस् साँच्चै त कहिले नि नहोस् त्यस्तो। हजुर अनि अब वडाध्यक्ष र उपाध्यक्षको त अन्तिममा त पर्ने नै पो भयो त होइन? अब यस्तो यो चाहिँ अब कथाले त्यस्तो बनाएको रहेछ, मलाई चाहिँ थाहा थिएन। सुरुमा चाहिँ निर्देशकज्यूले होइन तिमी त भाग्यमानी हो नि भाइ, दुईजना पो हिरोनी राखिदिएको छु त भाइ भन्ने कुरा मात्रै हो, दुईटा पो साथ हो भाइ भन्नुभयो क्या। निर्देशकज्यूले चाहिँ यस्तै टोनमा है भन्नुभयो।